सो फाइनली गाइज एक्सट्रिम 125 को 20,000 किलोमिटर पार भएको छ। यहाँ ठ्याक्कै देख्न सक्नुहुन्छ 20,001 किलोमिटर चलेको पुगेको छ। भर्खरै यो 1 वर्ष 4 महिनामा 20,000 किलोमिटर गुडेको छ। यो ठ्याक्कै देख्न सक्नुहुन्छ। यो हिरो एक्सट्रिम 125 1 वर्ष लाग्यो, 1 वर्ष 4 महिना लाग्यो यसलाई 20,000 कटाउन। 20,000 त पुग्नै आँटेको थियो ठ्याक्कै 1 वर्ष अस्ति नै पुग्न आँटेको थियो ठ्याक्कै। तर पछिल्लो समय अलिकति यो पेट्रोलको भाउ बढेर अलिकति कम कुदा भएर 20,000 पुग्न टाइम लाग्यो। 19,700 समथिङमै थियो। यो 1 महिना त्यतिकै काटियो भनौँ न। यो चाहिँ यो ठ्याक्कै काठमाडौँ भ्यालीको भ्यू हो, कतिको देखिरहेछ त्यो भ्यूसँगै टक्क यहाँ हाम्रो एक्सट्रिम पनि देखिरहेछ। यो पछिल्लो रिभ्यू भिडियो पछिल्लो 1 महिनाको ट्रिप पछाडि मैले एउटा भिडियो अपलोड गरेको थिएँ। त्यस पछाडि भिडियो नै अपलोड भएको थिएन, धेरै नै म्यासेज थियो। आज भइरहेछ त्यो पनि 20,000 कटेको खुसियालीमा बनिरहेछ। अब आउँछ कन्डिसन कस्तो छ। कन्डिसन अहिले फाइन छ, तर यसको समस्या के छ भने यो समस्या यथावत छ है। यो पेट्रोल यसमा केही नभए नि 4-5 लिटर होला, र पनि यो फुल गर्दाखेरि पनि यो जेरो नै देखाइरहेछ, डाउन नै देखाइरहेछ। यो बिचमा समस्या आएर फेरि बनेको थियो, अनि पछिल्लो समय चाहिँ कम्प्लिटली बिग्रिसकेको छ, बनेकै छैन। भित्रै त्यो के चेन्ज गर्नुपर्छ अरे भनिरहनु भएको थियो। अब त्यस्तो त्यहाँ बाइक बनाउन दिने फुर्सद नभएर राखा हो। सो यो देख्न सक्नुहुन्छ, यो अगाडि छ बाइक। ठ्याक्कै 1 वर्ष 4 महिना पुग्यो बाइक लिएको, अनि 20,000 पनि पर्यो। अरू सब ठिक छ। पहिला जस्तो सुरुमा लिँदाखेरि जुन हिटिङ प्रब्लम थियो त्यो अहिले छैन। यसमा सबै दामी छ। यो ठ्याक्कै दिउँसो भयो अलिकति राम्रोसँग देखिन्थ्यो, अहिले यो अलि कम देखिरहेको। ठ्याक्कै यताबाट नि यो लुक्स कतिको देखिरहेको छ मलाई थाहा छैन। यो लाइटिङमा अलिक कम देखिरहेको होला। देखाउँछु यसलाई, अलिकति कम देखिरहेको होला। अब यति नै देखिन्छ अहिलेको, लाइट छैन यतापट्टि हो। ठ्याक्कै भिडियो बनाउने फुर्सद थिएन, र पनि बाटोमा आउँदै ठ्याक्कै 20,000 गुड्यो अनि मैले बनाइहालेँ। अरू केही पनि छैन है, अरू सबै राम्रो छ। पछिल्लो समय अनि अर्को कुरा माइलेज चाहिँ यसको बढेको छ है। माइलेज पछिल्लो नर्मली भ्यालीमा 49-50सम्म दिन्थ्यो भने यो पछिल्लो समय 53-54सम्म दिन्छ। पछिल्लो समय हेर्ने हो भने 51-52-53 55सम्म दिइरहेछ भनौँ न। नर्मली 48-49-50भन्दा माथि जान्थेन काठमाडौँ भ्यालीमा। यो पछिल्लो समय चाहिँ गइरहेछ भनौँ न। त्यही हो, ओभरअल अहिलेसम्म राम्रो छ। यो अब भिडियोमा नर्मली सर्ट्सहरू हालिरहेको हुन्छु, हेर्दा हुन्छ। केही पऱ्यो भने कमेन्ट गर्दा हुन्छ। टिकटकमा अलिकति बेसी नै चलाइन्छ। अब युट्युबमा अलिकति कन्टेन्ट कम भयो भन्ने क्वेसनहरू छ। अब कन्टेन्ट अब त्यस्तो फुर्सद छैन। यो पनि धेरै लामो एउटा कम्प्लिट प्याकेज एउटा भिडियो बनाउन मन लाग्थ्यो, तर अहिले फुर्सद छैन। त्यो भएर आजको लागि यति नै। यो जस्ट के हो भने आज 1 वर्ष 4 महिनामा यो 20,000 किलोमिटर चलेको छ, त्यति नै हो। अरू केही पनि विशेष छैन। यो अरू त्यसको के कस्तो छ भन्दाखेरि अहिलेसम्म एकदम फिट एन्ड फाइन कन्डिसनमा छ। अरू केही पनि छैन।